मेरो प्रिय म के कुरा भन्न चाहन्छु भने प्रभु येशू ख्रीष्टलाई चाहिँ विश्वास गरेपछि हाम्रो क्यारेक्टर चाहिँ पुरै परिवर्तन हुनुपर्छ। येशू भनेको चाहिँ हाम्रो एउटा चरित्र क्यारेक्टर हो। जब म संसारिक रूपमा चाहिँ दारूपान खाने हिँड्ने जता पायो त्यता हिँड्ने जे रङ्गरौस गर्ने मेरो क्यारेक्टर त्यो पहिला प्रभु येशूलाई नपाउँदा त्यो थियो भने पाएपछि चाहिँ मेरो बाइबलको वचनअनुसार चाहिँ परमेश्वरको वचनमा जुन कुरा उल्लेख गरिएको छ त्यही बाइबलको वचनअनुसार छ भने चाहिँ मेरो क्यारेक्टर चाहिँ प्रभु येशू ख्रीष्टको जस्तो हुन जान्छ। आमेन। त्यो भएको कारणले चाहिँ हाम्रो क्यारेक्टर चाहिँ प्रभु येशू ख्रीष्टको जस्तै छ भने चाहिँ हामीले चाहिँ प्रभुले भन्नुभएको छ मृत्यु र जीवनको शक्ति चाहिँ यो जिब्रोमा हुन्छ। जब हामीले जुन कुरा खाइन्छ त्यो कुराले असर गर्दैन, जुन कुरा बोलिन्छ त्यो कुराले असर गर्छ। आमेन। त्यो भएको कारणले हामीले चाहिँ प्रिय प्रभुमा आएपछि चाहिँ हामीले बोल्नमा एकदम कन्ट्रोल गर्नुपर्छ र हाँसी मजाकहरू हाम्रो जीवनमा चाहिँ चल्दैन। किनकि हामी चाहिँ प्रभु येशू ख्रीष्टको साँचो दागको बोटसँग चाहिँ जब मसँग तपाईँहरू कनेक्सनमा रहनुहुन्छ नि, मेरो आत्मा चाहिँ जब तपाईँहरूको जीवनमा हुन्छ नि, तब तपाईँहरूले पनि अद्भुत र आश्चर्य काम गर्नुहुन्छ। प्रिय येशूले भन्नुभएको छ। त्यो भएको कारणले हामीले चाहिँ प्रभु येशू ख्रीष्टको जस्तो क्यारेक्टर बनाएर चाहिँ उहाँको मार्गमा चल्नुपर्छ। अरूलाई क्षमा दिने, आफूले पनि हरेक दिन प्रभु मैले जानी अनजानमा गल्ती गरेँ, मलाई क्षमा दिनुहोस्, मलाई तपाईँको असल छोरा असल छोरी बनाइसक्नु भएको लागि धन्यवाद भनेर जब हामी चाहिँ दिनै क्षमा मागेर अरूलाई क्षमा दिएर चाहिँ हामी जब अघि बढिन्छ नि मेरो प्रिय, ठक्क परमेश्वरको वचनमा बाइबलमा जुन कुरा छ आज्ञा गर्यो त्यस्तै कार्य हुन्छ। आमेन। त्यो भएको कारणले चाहिँ हामीले जे जति रोग बिमारीहरूमा जुनमा छौँ, प्रभु तपाईँले खानुभएको कुर्राको चोटले म ठिक भइसक्यो भनेर जब हामीले स्वीकार गरिन्छ नि, टक्क हाम्रो रोग बिमारीहरू पनि उतिखेरै ठिक हुन्छ। आमेन। त्यो भएको कारणले प्रभुमा चाहिँ हाँसी मजाक छैन मेरो प्रिय। किनकि हाम्रो बोलीलाई चाहिँ जब कन्ट्रोल गरेर चाहिँ प्रभु परमेश्वरको वचनमा जुन कुरा उल्लेख गरिएको छ हामीले त्यही कुरा घोषणा गरेपछि हाम्रो जीवनमा त्यस्तै हुन्छ। आमेन।